अनि नमस्ते सबैमा फेरि पनि स्वागत छ मेरो यो युट्युब च्यानलमा। फेरि पनि म आइसकेको छु तपाईहरुलाई आजको यो भिडियो मार्फत तपाईहरुलाई यो क्राइस्टचर्च सिटी अनि वरिपरिको दृश्य देखाउनको लागि म यहाँ आइसकेको छु। वेदर एकदम क्लियर छ, देख्न सक्नुहुन्छ मेरो पछाडि यो पुरा देख्दै गरेको पुरा समुद्र हो। यो पुरै समुद्र जो टल्किरहेछ घामले। अनि यो तल देख्दै गरेको चाहिँ समनार बीच पर्छ। देख्न सक्नुहुन्छ एकदम राम्रो क्लियर वेदर छ आज। अनि यो देख्दै गरेको चाहिँ यसलाई माउन्ट प्रेजेन्ट भनिन्छ। अनि यो देख्दै गरेको पुरा क्राइस्टचर्च सिटी, वान अफ द सेकेन्ड लार्जेस्ट सिटी इन न्युजिल्यान्ड। अनि यो सिटीदेखि पछाडि जो देख्नु सक्नुहुँदैछ यो चाहिँ तपाईको पहाड। यो पहाडमा चाहिँ हिमपात सुरु भइसकेको छ। आज राति भएको हिमपात हो यो, किनकि आज एकदमै चिसो छ वेदर। न्युजिल्यान्डमा चाहिँ विन्टर सुरु भइसकेको छ। अनि देख्न सक्नुहुन्छ यो पछाडिको पहाड अनि यो दृश्य एकदमै मनोरम दृश्य छ। अनि यो देख्न सक्नुहुन्छ यो डाँडामा जो बनिएको बिल्डिङ छ, यो बिल्डिङ चाहिँ तपाईको गन्डोला जो चाहिँ हामी केबल कार भन्छ, यसको भ्यू पोइन्ट हो। र हामी त्यहाँ पनि गएर तपाईहरुलाई यो भ्यू देखाउने छु। अन्तिमसम्म हेरेर साथ दिनु होला। र अब चाहिँ म गन्डोला देखाउनु गइरहेको छु। र अहिले चाहिँ हामी जाँदैछ तपाईहरुलाई केबल कार देखाउन। यो उकालो हिँड्नुपर्ने हुन्छ, एकदम उकालो छ। हावा चलिरहेको छ, एकदम चिसो हावा छ आज। अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईहरुलाई देखाउने छु यो माथिको त्यो गन्डोलाबाट देख्ने भ्यू कस्तो छ, तपाईहरुलाई म देखाउने छु। यो देख्न सक्नुहुन्छ यो स्टोन देख्न सक्नुहुन्छ, यस्तो मजाले बनिएको स्टोन छ यो। लगभग आइसकेको छ हामी डाँडामा। देख्न सक्नुहुन्छ यति त्यहाँनिर गाडी पार्क गरेर चाहिँ हामी हिँडेर यहाँसम्म आइपुग्यो। अब देख्न सक्नुहुन्छ यो अगाडि अब अलिकति बाँकी रहेको छ यो हिल। फाइनल्ली हामी आइसकेको छ यहाँनिर। देख्न सक्नुहुन्छ यो चाहिँ केबल कारको भ्यू पोइन्ट। तपाईहरुलाई त्यो पनि देखाउने छु त्यहाँ गएर। र अन्तिमसम्म हेरेर साथ दिनु होला। केबल कार स्टार्ट भइसकेको छ। बिहान 8 बजेदेखिको चाहिँ यहाँनिर केबल कार स्टार्ट हुने गर्छ। यो तल गाउँ छ, त्यो गाउँ चाहिँ तपाईको यहाँबाट देखिँदैन त्यो गाउँ, म तपाईहरुलाई देखाउने छु। र म फेरि यहाँ आइसकेको छु। यो चाहिँ गन्डोलाको भ्यू पोइन्ट देख्न सक्नुहुन्छ। केबल कार चलिरहेको छ। यो तल जो चाहिँ गाउँ छ त्यो चाहिँ हिटकोट भ्याली भनिन्छ। यहाँबाट स्टार्ट पोइन्ट छ। अनि यहाँ आएर भ्यू हेरेर टी, कफी, ब्रेकफास्ट, लन्च गर्न सक्नुहुन्छ। यहाँ क्याफे छ। अनि यहाँबाट चाहिँ फेरि ब्याक टु
हिटकोट भ्याली देख्न सक्नुहुन्छ। यो देख्न सक्नुहुन्छ, यो चाहिँ भ्यू पोइन्ट। यो देख्नुहुन्छ पोर्ट, यहाँ चाहिँ पोर्ट छ, क्राइस्टचर्च पोर्ट। क्रुज आइसकेको छ एउटा। अनि यो पछाडि देख्दै गएको चाहिँ डायमन्ड हार्बर, एकदमै सुन्दर ठाउँ छ। अनि यो चाहिँ क्याफे छ यो भित्र चाहिँ। र अहिले चाहिँ तपाईँहरूलाई म यो क्याफे देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ क्याफे, एकदमै सुन्दर क्याफे छ। यहाँबाट चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ 360 भ्यू। यो वरिपरि देख्न सक्नुहुन्छ, यो चाहिँ एकदमै राम्रो भ्यू पोइन्ट छ, एकदमै दामी। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ म्याप यहाँको। त्यही भिडियो लिएर फेरि पनि म तपाईँहरूलाई मनोरञ्जन गराउने छु। तपाईँहरू मेरो भिडियोलाई मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्नु नभुल्नु होला। आजलाई चाहिँ म यो भिडियो यहीँ नै टुङ्गाउन चाहन्छु। थ्याङ्क यू, धन्यवाद। सी यू अन नेक्स्ट भिडियो। Hey guys, keep watching.